धान गोड्न जाँदाखेरि यतिको घाम लाग्छ भनेर मैले सोचेको पनि थिएन। भिडियो के कस्तो हुन्छ फुल भिडियो हेर्नुलाई भिडियो मन पर्छ भने फलो पनि गर्नु होला। हेलो साथीहरु, वेलकम ब्याक टु माई मिनी ब्लग। आए हजुर सन्चै हुन्छ र म सन्चै छु। आज बिहानै उठेर धान गोड्न लागे। यति भर्खर धान रोपेको जस्तो लाग्छ। यति छिटो गोड्न पर्दा त यति झ्याउ लाग्दैन कि साथीहरु, कुरै नगर। माथि घाम पनि यति लागेको थियो कि साथीहरु, कुरै नगर। घाम लागे पनि धान र गोड्न पर्यो भनेर लाग्यो। हामी चाहिँ खेतमा पनि आइपुगे। मम्मी चाहिँ अगाडि नै आइसक्नु भएको थियो। त्यसैले मम्मीले चाहिँ अगाडि गोड्दै हुनुहुन्छ। खेतमा यति झार आएन कि साथीहरु, कुरै नगर। त्यही माथि घामले पनि पोल्ने, खेती गर्न पनि गाह्रो छ साथीहरु आजभोलि। र साथीहरु, अब भिडियो मात्रै कति गराउनु भनेर म लागे अब गोड्नको लागि। भिडियो गराउनको लागि स्ट्यान्ड थिएन, सो त्यही भएर म चाहिँ एउटा हातले झाडु उखाल्दै एउटा हातले मोबाइल समात्दै गरिरहेको छु। मोबाइल राख्ने स्ट्यान्ड बिग्रेको छ, सो त्यही भएर खेतमा कति झार छ देखिराख्नु भएको छ। खेतमा दबाई त हालेको, तर के भयो झार यति आछ कि साथीहरु, कुरै नगर। भिडियो गराउन पनि कहाँ सजिलो छ त नि साथीहरु। एउटा हातले भिडियो गराए, एउटा हातले झाडु उखाल्यो। मैले दुःख गरे जस्तो हजुरहरुले पनि मलाई सपोर्ट गर्नु होला साथीहरु। आज बिहानै यति घाम लागेको थियो कि साथीहरु, कुरै नगर। ज्यानमा यति पसिना आएको थियो कि साथीहरु, कुरै नगर। भिडियोमा पो नदेखेको। फाइनली 3 घण्टा पछि एउटा खेत गोडेर पनि भ्याइयो। खाना खाने बेला पनि भइसकेको थियो, त्यसैले अब घर जान पर्ने हुन्छ। खेतमा बेलौटी पाकेको थियो, बेलौटीलाई टिपेर खाँदै गए। धान गोड्दा भोक पनि लागेको थियो, त्यसैले बेलौटी खाँदै गए। आज त घाम पनि यति लागेको थियो कि साथीहरु, घाममा हिँडेर होला घर आउँदा त यति टाउको दुखाएको थियो कि साथीहरु। हजुरहरुले भिडियो हेरेरै थाहा पाउनु भयो। धान गोडेपछि त नुहाउन त पर्यो, सो त्यही भएर म चाहिँ नुहाउन जाँदैछु। अलिकता हिजोको लुगा पनि धुन थियो, त्यो लुगालाई धोएर नुहाउन पर्ने हुन्छ। काम गर्दा घाम लाग्छ, घर बस्दाखेरि पानी पर्न लाउँछ। भोक पनि लागेको थियो, त्यसैले लुगालाई छिटो धोएर नुहाएर खाना खान पर्ने हुन्छ। आफूले लगाएको लुगा त धुनु पर्यो साथीहरु, हैन त। लुगालाई पनि धोएर पनि सकिहाले। साथीहरु, भिडियो धेरै लामो भइसकेको छ। आजलाई भिडियो यति नै। भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो मन पर्छ भने फलो पनि गर्नु होला है त। बाइ बाइ।